हेलो, गुड मर्निङ साथीहरू। आज चाहिँ म मेरो इन्डोर प्लान्टको एक्सपिरियन्स म सेयर गर्न गइरहेको छु। र इन्डोर प्लान्ट भन्ने बित्तिकै चाहिँ हामी के सम्झिन्छौँ भने घरभित्रै रोप्ने, कोठाभित्र, रुमभित्र भन्ने हुन्छ। तर अब घरभित्र चाहिँ यदि हावा चाहिँ हावा छिर्छ, प्रकाश उज्यालो छिर्छ भने चाहिँ ठिकै हुन्छ कोठामा पनि। तर अब त्यसको लागि चाहिँ हावा पनि चाहिन्छ। इन्डोर प्लान्टलाई चाहिँ अब हावा, पानी अनि उज्यालो चाहिँ एकदमै चाहिन्छ नि त। अनि त्यो भएकोले चाहिँ इन्डोर भन्दैमा अब पुरै भित्र गुम्साएर राख्यो भने चाहिँ प्लान्टहरू पनि एकदमै हुँदैन, सप्रिँदैन। अनि अब यसरी चाहिँ हावा चाहिँ मजाले आउने, हेर्नु नि कस्तो मजाले हल्लिरहेको छ, यो पत्ताहरू मजाले हल्लिरहेको छ कि हावाले। अनि यसरी चाहिँ हावा मजाले फ्रेस हावा चाहिँ ओहोरदोहोर हुन पायो भने चाहिँ बिरुवाहरू चाहिँ मजाले राम्रो हुन्छ क्या। अनि अनि यो बिरुवा अनि यसको पत्ताहरूलाई चाहिँ एकदमै हामीले चाहिँ पानीहरू स्प्रे गरिराख्नुपर्छ। यसलाई चाहिँ धुलो मैलाहरू जम्न दिनु हुँदैन। त्यो भएर चाहिँ अनि मैलाहरू भएन भने चाहिँ उसले हामीलाई अक्सिजन दिने हो। उसले नै सास फेर्नु पाएन भने त हामीलाई चाहिँ कसरी अक्सिजन दिन्छ र, होइन र साथीहरू। अनि त्यही भएर चाहिँ अब इन्डोर प्लान्ट भनेर चाहिँ मैले चाहिँ पुरै भित्र चाहिँ राखेको छुइनँ। अनि अब यस्तो बरन्डामा यहाँबाट यस्तो बाहिर मजाले हावा मजाले आउँछ। अनि मेरो इन्डोर प्लान्टमा चाहिँ यो जिजी प्लान्ट चाहिँ मेरो 5-6 वर्ष भयो, 6 वर्ष पुरानो भयो। यसको चाहिँ मैले बेबी प्लान्टहरू पनि धेरै बनाइसकेको छु। यसलाई चाहिँ पत्ताबाट हामीले मजाले सार्न सक्छौँ। अलिक मेच्योर पत्ता लिनुपर्छ। पत्ताले चाहिँ बालुवामा चाहिँ सार्यो भने चाहिँ मजाले सर्छ। यसको म भिडियो लिएर आउनेछु पछि। अनि यसलाई चाहिँ पानी एकदमै हामीले कम्ती हाल्नुपर्छ। आज चाहिँ मैले सबै बिरुवाहरूलाई पानी दिएको छु नि त। अनि आज चाहिँ माटो एकदम चिसो छ, पानी चाहिँ कम गर्नुपर्छ। यसको चाहिँ यो जिजी प्लान्टको कुरा गर्दाखेरि चाहिँ यसको चाहिँ मुनि जरामा चाहिँ सानो दाना आलु जस्तो हुन्छ कि साथीहरू। अनि त्यसमा चाहिँ उसले चाहिँ आफ्नो लागि खाना पानी त्यसमा स्टोर गरेको हुन्छ। अनि हामीले पानी धेरै हाल्यौँ भने चाहिँ त्यो आलु चाहिँ गल्ने हुन्छ र त्यसलाई चाहिँ त्यो चाहिँ मर्छ। अनि सबै प्लान्टै बिरुवा नै सबै मर्छ क्या साथीहरू। अनि त्यो भएर चाहिँ हामीले यसलाई चाहिँ अब महिनौँ दिनसम्म पनि पानी हालेनौँ भने पनि यो चाहिँ मर्दैन के। अनि त्यो जुन आलुमा स्टोरेज भएको खाना हुन्छ नि, त्यसले त्यही लिन्छ। त्यो भएर चाहिँ मजाले बाँच्छ। यो चाहिँ एकदमै सजिलैसँग चाहिँ राख्न सकिन्छ हामीले। अनि यसको प्रोपोगेट गर्न पनि यो स्टेमबाट त अब भइ नै हाल्छ, होइन। यसको पत्ताबाट पनि मजाले सजिलैसँग बालुवामा सार्न सकिन्छ। अनि मैले यो जिजी प्लान्टको यो ब्ल्याकबाट पनि राखेको छु। यो चाहिँ मैले मेरो आफन्तकोबाट एउटा स्टेम सानो यसको आलुसँगै ल्याएको थिएँ साथीहरू। मजाले यसको कस्तो राम्रो भएको छ क्या। यो पनि एकदमै महँगो प्लान्ट हो नि त। अनि यो जिजी प्लान्ट छ। अनि यिनीहरूको अब रेखदेख भनेको यस्तै नै हो साथीहरू। अनि पानी एकदमै पानी कम्ती गर्ने, अनि पटिङ मिक्स पनि एकदमै बालुवा बेसी गरेर अनि गर्नुभयो भने चाहिँ राम्रो हुन्छ। अनि त्यही हो, गमलाको मुनि चाहिँ ड्रेनेज होल चाहिँ मजाले जानुपर्छ, बनाएको हुनुपर्छ। त्यति भएदेखि चाहिँ यो जिजी प्लान्ट चाहिँ एकदमै राम्रो हुन्छ, मजाले राम्रो पनि देखिन्छ, मजाले यसको चाहिँ एकदमै राम्रो हुन्छ साथीहरू। अनि यो मेरो एग्लोनिमा लिपस्टिक एग्लोनिमा यो पनि यसलाई पनि त्यही हो, पानी चाहिँ कम्ती गर्नुपर्छ। अनि यसको चाहिँ पत्ताबाट सर्दैन। यसको चाहिँ अब यो डाँठ यस्तो हुन्छ नि त, यो यस्तो अब यसको मैले काटेर चाहिँ सारेँ भने चाहिँ मजाले सार्न सक्छु। यसलाई चाहिँ दुईटा आँक्ला गरेर सानो पिस बनाएर चाहिँ बालुवामा अथवा धानको भुस र कोकोपिटमा चाहिँ हामीले सार्यौँ भने यो मजाले सर्छ साथीहरू। यसको सार्ने बेला भएको छ, तर यहाँ मजाले पत्ताहरू राम्रो भएकोले मलाई अलिक काट्नु मन लागिरहेको छैन कि साथीहरू। अनि यो भइहाल्यो। यो पनि एग्लोनिमा नै हो, यो स्नोफल एग्लोनिमा छ। यो कस्तो राम्रो लाग्छ क्या मलाई त यो पनि। अनि यहाँ पनि यसको चाहिँ मैले धेरैवटा बनाएको छु, यहाँ तल पनि छ। अनि यो पनि एग्लोनिमाकै भेराइटी हो। यो पनि मैले मेरो आफन्तकोबाट ल्याएर भर्खर सारेको। यसमा चाहिँ पत्ता छोड्दैछ, कस्तो मजाले पत्ता छोडिरहेको छ। अनि यो सिङ्गोनियम हो, यो पिङ्क सिङ्गोनियम। यसको मदर प्लान्ट पनि छ मसँग। अनि यसको पनि पत्ता राम्रो लाग्छ कि। अनि यता तल पनि मैले एग्लोनिमा नै छ यहाँ पनि।
अनि यसको पनि यस्तोहरू चाहिँ यो फुल चाहिँ यसलाई चाहिँ हामीले चिमटेर फाल्दिनु पर्छ के, यसलाई चाहिँ हटाइदिइहाल्नुपर्छ। यसले चाहिँ सबै बिरुवाको एनर्जी लिन्छ नि त, अनि लिएपछि बिरुवा चाहिँ सप्रिन पाउँदैन क्या। यसको अर्को पनि आउँदै रहेछ, यसरी चाहिँ यस्तो हुन्छ कि साथीहरू। अनि यो चाहिँ यसलाई चाहिँ निकालेर फालिदिनुपर्छ। अनि एग्लोनीमा यही हो। अनि यो मेरो यो भनेको क्रासुला, यो चाहिँ लकी प्लान्ट पनि भन्छ। यो पनि मसँग 5-6वटा बिरुवाहरू छ, यस्तै ठुल्ठुलो प्लान्टहरू छ, बाहिर राखेको छु मैले। यसलाई चाहिँ अलिक मर्छ जस्तो लाग्यो, पानी बेसी भएर, त्यो पानी बेसी आउने ठाउँमा रहेछ, अनि मैले यसलाई भित्र ल्याएको। अनि यो चाहिँ मेरो स्नेक प्लान्ट, हेर्नु नि स्नेक प्लान्टको यो छोटो पत्ता, सानो पत्ता भएको यो कस्तो राम्रो कलर भेराइटी, हेर्नु नि कलर कस्तो मनपर्छ क्या, यो चाहिँ कस्तो राम्रो छ। अनि यहाँ चाहिँ बेबी छोड्दैछ, हेर्नु नि कस्तो राम्रै। अनि यसरी मैले यसको चाहिँ कति, यो 4टा भयो, 6वटा थियो, 2टा चाहिँ मर्यो क्या, बाहिर राखेको थिएँ, अनि पानी बेसी भएर मर्यो। यसको चाहिँ यसको यो गुबोमा चाहिँ पानी पस्यो भने चाहिँ मर्ने रहेछ हौ। कस्तो धेरै, कति राम्रो प्लान्ट थियो, कसरी मर्यो। अनि यो मैले भित्र ल्याएको छु। अब यो पानीमा चाहिँ एकदमै जोगाउनु पर्छ नि त। अनि यस्तो यो भइहाल्यो। अनि यो मनी प्लान्टै हो, यो कुन मनी प्लान्ट हो यसको मलाई नाम थाहा भएन। अनि यो येल्लो, हेर्नु नि कति राम्रो थियो, अलिक पहेँलो भएको थियो पत्ता, अहिले भित्र ल्याएपछि चाहिँ अलिक हरियो जस्तो भएको छ हौ पत्ता, हेर्नु नि। अनि यसको पनि भर्खर यो सर्दैछ। अनि यो डिफेनबेकिया भन्छ यसलाई चाहिँ, म चाहिँ डिफेनबेकिया नै भन्छु, यो एग्लोनीमा चाहिँ होइन होला यो, किनभने यत्रो ठुलो प्लान्ट छ हो, यत्रो ठुलो छ नि त, यो त कस्तो ठुलो छ। अनि यो पनि कस्तो राम्रो छ क्या, हेर्नु नि पत्ता कस्तो राम्रो छ। अनि यो भइहाल्यो। अनि यो 2टा चाहिँ, यो क्यालेडियम छ मेरो, एउटै कलरको छ, अरू कलरको चाहिँ छैन मसँग क्यालेडियम। अनि यो भइहाल्यो। अनि अरू चाहिँ साथीहरू मेरो चाहिँ अरू एउटा बिरुवा यहाँनिर छ, यसको पनि मलाई नाम चाहिँ थाहा भएन, तर यो चाहिँ अस्ति भर्खर चाहिँ एक खालको रोग लागेर नि मर्न आँटेको थियो। यहाँ हेर्नु नि यस्तो यो ढुसी जस्तो आएको छ हो। अनि यसको चाहिँ दबाई चाहिँ नि साथीहरू कति धेरै थियो। यसको चाहिँ दबाई चाहिँ यो के अरे सरफ पानीको स्प्रे गर्यो भने चाहिँ यो सबै हट्ने रहेछ क्या। अनि कति धेरै थियो, यो त सबै मर्न आँटेको थियो, मैले स्प्रे गरेको थिएँ त्यसरी नै। अनि अहिले चाहिँ सबै गइसकेछ, र पनि अझै अलिअलि रहेछ पो। अनि यसलाई एकपल्ट मात्रै स्प्रे गरेर चाहिँ हुँदैन, एक दिन ग्याप गरेर चाहिँ 2 दिनमा चाहिँ हाल्यो भने चाहिँ, स्प्रे गरिराख्यो भने चाहिँ जाँदो रहेछ। यस्तो यो सबै यस्तो खालको रोग रहेछ, यसमा मात्रै छ, फेरि अरू प्लान्टहरूमा छैन क्या साथीहरू। अनि यहाँनिर मेरो मनी प्लान्ट, यो मेरो पुरानो बिरुवा थियो, यहाँ ठुलो थियो, यस्तो भित्ताभरि लहरा गएको थियो। अनि एकदमै ठुलो झ्याम भएर चाहिँ मैले चाहिँ निकालेर चाहिँ अनि फेरि सानो गरेर अनि सानो हाँगा सारिदिएको थिएँ। अब त यो सरिसक्यो, यो मजाले नयाँ पत्ताहरू निस्केको छ। अनि यो पनि मनी प्लान्टै हो, यो मार्बल क्विन मनी प्लान्ट भन्छ होला हौ यसलाई, हो त्यस्तै के भन्छ यो पनि। अनि यो पनि मैले साथीकोबाटै ल्याएको थिएँ, कस्तो मजाले सरेको छ, यो एकदम मन पर्यो मलाई त, कस्तो राम्रो रहेछ कि। हेर्नु नि यो मस्टिक पनि मैले आफै बनाएको साथीहरू। यसमा चाहिँ मैले, यो चाहिँ एकदमै पुरानो मस्टिक हो, यो मैले मनी प्लान्टै लगाएको थिएँ, 4 वर्ष मनी प्लान्ट हुर्केर पनि। अनि त्यो पुरानो बिरुवालाई मैले फ्यालेर चाहिँ अनि यो फेरि नयाँ बिरुवा पनि यही मस्टिकमा लगाएको। यसको चाहिँ के पनि हुँदैन रहेछ, कुँदैन पनि रहेछ। यो डोरी, यो नरिवलको डोरीलाई यस्तो पाइपमा चाहिँ, यो वेस्टेज पाइप थियो मसँग, अनि यो पाइपमा चाहिँ लगाएको थिएँ। अनि यो चाहिँ कस्तो राम्रो दह्रो हुँदो रहेछ। अनि यसलाई चाहिँ मैले, यो चाहिँ तार, एउटा जाली जस्तोलाई चाहिँ राउन्ड गरेर चाहिँ त्यहाँनिर एउटा सानो जे पनि हाल्दा हुन्छ कि, यहाँनिर चाहिँ मैले चाहिँ यो पोचाको डन्ठा थियो वेस्टेज भएको, त्यो डन्ठा चाहिँ हालेको छु। अनि त्यसलाई यो जालीले बेरेर अनि नरिवलको जुटलाई हालेर चाहिँ बनायो भने चाहिँ कस्तो राम्रो हुने रहेछ क्या, मस्टिक दामी हुने रहेछ। अनि यो प्लान्टहरूलाई चाहिँ मस्टिक लगायो भने चाहिँ खुसी हुने रहेछ हौ। अब हेर्नु नि सपोर्ट पाएपछि चाहिँ कस्तो मजाले आयो यो प्लान्टहरू, यो मनी प्लान्ट। अनि यो मनस्टेरा पनि मैले सानो बिरुवा सारेको थिएँ, यसको मदर प्लान्ट पनि छ मसँग उता पछाडिपट्टि।
तर मदर प्लान्ट चाहिँ ठुलो भएको छ अनि त्यो चाहिँ एकदम बी सेपमा छ क्या। अनि मैले चाहिँ यसलाई चाहिँ सारेर अनि यो भित्र ल्याएको यसरी। अनि यसलाई पनि मैले डोरीमा चाहिँ डोरी नै यस्तो मजाले बेटारेको छु। अनि यो चाहिँ छोटो भयो कि अनि छोटो भएर चाहिँ मैले चाहिँ यहाँनिर पाइप एउटा गाँसेको छु। अब यसलाई पनि भर्छु यहाँसम्म भरेपछि चाहिँ अनि यो चाहिँ राम्रो देखिन्छ। अब यो त इन्ड हुन आँटी त हाल्यो हेर्नु नि आइ त गयो सबै। अनि यस्तो छ। अनि यो पनि मैले मस्टिक आफै बनाएको यसरी नै यस्तो। यो पनि मनी प्लान्टै हो हेर्नु नि कस्तो मजाले आएको छ भने नि यो त झन् अब यस्तो मजाले जान्छ कि माथि कस्तो राम्रो भएको छ। अनि यसको यिनीहरूको लागि पनि माटो मिश्रण भनेको चाहिँ अब हामीले त्यही नै हो बालुवा मिक्स गर्नुपर्छ पानी जम्नु हुँदैन। अनि एउटा कुरा मैले हजुरहरूलाई भन्न बिर्सेछु म चाहिँ यो प्लान्टहरू सबैलाई चाहिँ महिना दिनमा चाहिँ एक महिना छोडेर चाहिँ म चाहिँ बर्मी कम्पोस्ट दिन्छु। अरू चाहिँ म अहिले चाहिँ के पनि दिन्न। वर्षमा 2 पल्ट चाहिँ म निम खली हालिदिन्छु। अनि त्यहाँदेखि महिनामा चाहिँ 1 मुठी 2 मुठी प्लान्ट अनुसार प्लान्ट हेरेर चाहिँ बर्मी कम्पोस्ट गड्युले मल हालिदिन्छु। त्यति नै हो मैले गर्ने। अनि पानी टाइममा दिनुपर्छ। अनि अरू भन्दा पनि बिरुवाको पत्ताहरूलाई चाहिँ सफा राख्नुपर्छ पानीले भिजाइराख्नुपर्छ धुलोहरू जम्न दिनु हुँदैन। अनि त्यही नै हो प्लान्टको चाहिँ। अनि यो सिङ्गोनियम यो मदर प्लान्ट अघि मैले उता देखाएको थिएँ सानो यसको पनि हेर्नु नि यहाँ कस्तो मजाले आएको छ। यो पनि यसको पनि मस्टिक मैले यो आफै बनाएको कस्तो राम्रो छ। यो पनि मैले यो प्लान्ट पनि बाहिर राखेको थिएँ कि चराले हेर्नु नि यो गुड बनाउनलाई यसरी निकाल्दिएर अनि यस्तो भएको छ। यो मिलाउनु पर्ने छ बनाउनु पर्ने छ। अनि यस्तो छ यिनीहरू यस्तो अनि यो पिस लिली पनि कत्रो ठुलो ज्याम्टा भएको छ। अब यसलाई पनि मल्टिप्लाई गरेर 1-2वटा बिरुवा निकाल्नु पर्ने छ साथीहरू। यही अब यो रेनी सिजनमै गर्ने हो नि त यस्तो कामहरू चाहिँ। अब आफूलाई प्लान्ट ठुलो भएको जस्तो लागेको छ प्लान्टहरू निकाल्ने बेला भएको छ भने चाहिँ यही हो रेनी सिजनमै हो कि हामीले चाहिँ यसरी चाहिँ पिस लिलीलाई पनि हामी धेरै मल्टिप्लाई गरेर धेरै प्लान्टहरू बनाउन सक्छौँ। र यस्तो हेर्नु न कत्रो ठुलो भएको छ कि मेरो त। अनि यो चाहिँ यो सिङ्गोनियमै हो। यो पनि कस्तो राम्रो छ। यो पनि भर्खर मैले कटिङ गरेर यत्रो ठुलो ज्याम्टा थियो यसलाई चाहिँ सबै कटिङ गरेर फ्यालेको थिएँ। अनि पछाडि फेरि कस्तो मजाले पलायो क्या अनि चाहिँ राम्रो देखियो यो पनि। अनि यस्तै छ साथीहरू मेरो प्लान्टको बारेमा मैले भनिसकेँ। र म यसलाई चाहिँ कसरी स्याहार गर्छु कस्तो गर्छु भन्ने कुराहरू चाहिँ मैले हजुरहरूलाई भनिसकेको छु साथीहरू। अब चाहिँ म चाहिँ यसलाई चाहिँ यसरी चाहिँ मेरो चाहिँ यस्तो छ साथीहरू। यसरी राखेको छु मैले चाहिँ प्लान्टहरू चाहिँ। र यसरी नै म अब अरू भिडियोहरूमा पनि प्लान्टको अपडेटहरू म दिँदै जानेछु। प्लान्टहरूलाई कसरी प्रपोग गर्ने भनेर चाहिँ अब यो बर्खामा यो रेनी सिजनमा चाहिँ कसरी चाहिँ बिरुवाहरूलाई एकबाट अर्कोभन्दा धेरै बिरुवाहरू बनाउन सकिन्छ भन्ने कुराहरू चाहिँ म हजुरहरूलाई मैले मेरो एक्सपिरियन्स चाहिँ म सेयर गर्दै जानेछु। अहिलेलाई भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। हवस् त बाई बाई।